हेलो सेवा नमस्ते हामी चाहिँ भेडतार जान लागेको खुल्ला 13औं रक्तदान कार्यक्रम आयोजना गरिएको हुँदा इच्छुक मानवहरूलाई रक्तदान गरी नारकीय सेवामा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 साल 10 गते आइतबार समय बिहान 7 बजेदेखि 10 बजेसम्म हामी चाहिँ उकालो लागौँ अनि टेम्पोमै गएर टेम्पोमै फर्किनेछौँ। कुन गीत हाल्नु आउँछ? मलाई त्यसमा चाहिँ एडिटिङ चाहिँ गर्नु आउँदैन क्या। यसमा मात्रै होला नि होइन हाम्रो कुरा चाहिँ कुराकानी कुन टेम्पो हो? मैले पनि टिकटकमा चाहिँ बहुतै गर्नु खोजेँ सधैँभरि बनाउनु मतलब यो भिडियोमा अनि मोनिटाइज गर्नु त गर्ने कि तर यो त पनि निकै छ कि लाइक साइड त्यस्तो लाइक त छैन तर के अरे मोनिटाइज तपाईँको अकाउन्ट छ? नेपालको चाहिँ हुँदैन। तपाईँ कहाँ कुन देशमा आउँछ? जापान जापानको त मोनिटाइज भइहाल्छ क्या, नेपालको चाहिँ हुँदैन क्या। कस्तो शीतल हावा यार, कस्तो शीतल हावा, चिसो हावाले के साह्रो शीतल क्या। कस्तो मजाले हावा आएको सरनकटको सेर। फाइनली हामी चाहिँ शीतल ठाउँमा आइसक्यौँ यार। कस्तो शीतल क्या पुरै। वाउ बसिरहेको छु यहाँ। कस्तो हट्नै मन लागेन, कस्तो शीतल सर अर्ग्यानिक हावा आउँदैछ क्या। त्यही भएर यहाँ हावा खाँदै बसिरहेको छु। यहाँ कति मान्छेहरू आएर गइसक्यो, म चाहिँ यहाँ बसिरहेको छु होइन। अनि तपाईँहरू पनि यहाँ हावा खान आउनु होला। अर्ग्यानिक हावा चाहिन्छ भने यहाँ खान आउनु होला। अर्ग्यानिक हावा साथीहरूलाई पर्खिँदा हैरान भइसक्यो म। के गरिसकेँ आउँदैन र यिनीहरू। अल्छी लाग्छ मलाई मान्छे पर्खिनु जस्तो अल्छी। सबसे मलाई मोस्ट इरिटेट अल्छी भन्ने कि मान्छे पर्खिनु क्या। ओ गड तिनीहरू कतिखेर आउँछ जस्तो भइसक्यो यार। पर्खिनु जस्तो अल्छी त मलाई केही लाग्दैन। मलाई यस्तो अल्छी लाग्छ मान्छेहरू पर्खिनु, मान्छेहरू वेट गर्नु होइन। कतिखेर आउँछ मेरो साथीहरू। कस्तो यहाँ जस्तो शीतल हावा चिसो, कस्तो मजाको। ओ गड शीतल क्या। वाउ चुमुलुङहरू के परे? चुमुलुङ के छ यहाँ? मेरो साथीहरू मन्दिर गइरहेको छ, म चाहिँ यहाँ पर्खिरहेको छु। अनि म यहाँ खाजा खान लागेको चटपटी अर्ग्यानिक। त सबै खाएको कि नेल पलिस लाउँ भनेको त यो हतारमा बिर्सेछु। अनि सबै उकाएको थियो। नेल पलिस लाउँछु मजाले भनेको त बिर्सेछु। मेरो साथीहरूलाई पर्खेको आउँदैन हौ। कहाँ चाहिँ गएछ हौ म चाहिँ उता जानु सकिनँ। आउँदै
हामी चाहिँ फर्केको त के अरे पर घुमेर आएर हामी चाहिँ यता भेट्दा ट्रेनमा खाजासाजा खान्छौँ हामी घर फर्किन्छौँ। आज त्यति खासै भिड चाहिँ छैन है। अस्ति चाहिँ आम्माम पुरै प्याक न प्याक थियो क्या। अस्ति चाहिँ आज त त्यति खासै प्याक छैन, ठिकै छ। किन यहाँ डन्डीखोर आएर कस्तो दुख्ने गरेर डन्डीखोर आएको क्या। अनुहार पुरै दुख्छ यार यहाँ आएर पुरै दुख्ने खालको क्या। त्यस्तो पनि हुन्छ यसले मलाई हेर्दैछ। पुरै दुख्ने खालको उही कागतीको रसै छैन क्या हो। पर्क थुक्पा खाए ल साथीहरू। पर्क सादेको ट्राई गरेँ ल, तातो रहेछ है। दामी छ। यो कुन होटल रहेछ? हेलो साथीहरू, हामी चाहिँ खाजासाजा खाएर अब धरान फर्किन लागेको। यहाँ पुरै हुस्सु लागिरहेछ अहिले होइन। हुस्सु लागेर शीतल भइरहेछ। कस्तो मजाले हुस्सु लागेर होइन शीतल भइरहेछ। अब हामी घर फर्किन लागेको। देख्न सक्नुहुन्छ हुस्सु लाग्यो कि त्यही मान्छेहरू नदेखिने क्या लागेर। त्यही हुस्सु लागेर नदेखिने क्या कस्तो शीतल। अब हामी लल्ली सब्जी किन्छौँ। बाई धरानमा भेटौँला, कोही बेला भेटौँला। बाई।